हो, यो सही छ। यस पटक भूकम्प आएमा के गर्नुपर्छ भनेर सबैलाई सिकाउने छु। पहिले भूकम्प भनेको प्राकृतिक शक्तिले गर्दा जमिन अचानक हल्लिने कुरा हो। स्तर 0 देखि 7 सम्म हुन्छ र यो 10वटा चरणमा विभाजित गरिएको छ। जापानमा साना भूकम्पदेखि ठुला भूकम्पसम्म प्राय हुन्छन् र अबको 30 वर्षको अवधिमा ठुलो भूकम्प आउने सम्भावना 80 रहेको भनिएको छ। भने भूकम्प आएमा के गर्नुपर्छ त? भूकम्प आएमा पहिले यसो गरौँ। ठुलो भूकम्प आउनु अघि तपाईँको मोबाइल वा टेलिभिजनमा सूचना प्राप्त हुनेछ। तुरुन्तै आफ्नो ज्यान जोगाउने कार्य गर्नुहोस् र परिवारको सुरक्षाको पुष्टि गर्नुहोस् र आपतकालीन झोला तयार गर्नुहोस्। भूकम्प शान्त भएपछि सावधानीपूर्वक कार्य गर्नुहोस्। सहायता आवश्यक पर्ने व्यक्तिहरूलाई सहयोग गर्नुहोस्। घर भत्किएको अवस्थामा सुरक्षित स्थान जस्तै आश्रयस्थलमा जानुहोस्। घर बाहिर जस्तै घर नभएको ठाउँमा भूकम्प आएमा तलका जस्ता कार्यहरू गर्नुहोस्। हेरेकोमा धन्यवाद। कृपया अर्को भिडियो पनि हेर्नुहोस्।